रुन आउँदैछ माला रुन्छेस झुट पनि लाठी पञ्चुस कमारमा भ्रमार हिँडुन् अभिशोक भनुन् यति दुईवै बन्यो भने आउँछ बनाएको छ भनेर के गर्नु पर्यो त यो आइरहन्छ कि आइपरिरहन्छ कोही बेला म अनपढ मान्छेले दुईवटा नानी बोकेर हिँड्थेँ ठुलो मान्छे भने सबैलाई मानेर हिँड्ने जस्तो भयो भने मनमा राखेँ कसैसँग मेरो मैले जोगाउँदैन छोरो पुटको दिन्छु रुन्छु दुश्मन यस्तै गरेर टुक्रिनु सुख शान्ति पनि बहुत साह्रै मिल्छ तर धक्का खान पर्छ त्यही गरेर फुलको तर टक टक भएर मुस्कुराउँदै त्यो ल्याउन बोलाउनु दुःख सुख चुप लाग्नु भने मान्छे बोलेन ठुलो मान्छे ल मेरो भाउलाई सबै शरीरको सबैको सुरक्षित भगवान्ले दिनु होइन यही हो मैले आशीर्वाद दिने मलाई मैले पैसा मेरो पास छैन म गरिब नि मैले फुल दिन्छु ल पैसा दिनु पर्यो फुल राख टाउकोमा मेरो पास पैसा 10 रुपैयाँ दिनु के दिनु पर्छ के आज त दिनु पर्छ के फुल गर काटिन्छ रे के आज दिनु पर्छ भन्छु त छोरालाई घर पठाउनु मैले दिन्न मैले पठाइदिएँ त त्यही टाउकोमा राख फुल भगवान्ले फुल दिए त फुल समान त मोटा चाहिँ दुश्मन साइड यदि भन्दा ज्ञान बुद्धि ल्याए सबैलाई माने ठुलो मान्छे ठुलासित ठुलो हुनुपर्छ सानोसित सानो हुनुपर्छ घमण्ड कहिले नभए हमेसा स्थिरता पनि पानी जिन्दगीमा बिहा होइन के भन्छ भगवान्ले त्यही गरे राम्री लक्ष्मी एक मातालाई सोधेर गरे जिन्दगी एकै बार आउँछ बार कहिले कोण हो एक बार मलाई सोधे मम्मीलाई यो काम गर्न के होला यो गोरुलाई कि नगोरुलाई सोधे र ठुलो मान्छे बने हड्डी मिहिनेत गरी भाग ल्याए कसैको कुरा नसुने बाउ आमाको कसैको कि आफ्नो मेरो खुट्टामा कसरी म यहाँ गएर लड्किउँला यहाँ गएर पतारिउँला भनेर डर खुट्टो बनाएर आफूले जिन्दगीको सवाल गर्दा एक माताले म त त्यही माग्छु मेरो बाउले त्यही भन्थे त्यही सोच्थे तिमीले गन्दगी कसरा उठाएर घरमा तिमी जस्तै नोकरी बारी ल्याए र ठुलो मान्छे भनेर कारमा चढेर भोक तिसमा त्यति खान थाल्थे बस यही चाहन्छु म मेरो सारा केही छैन भगवान् जस्तै मान्छु मेरा दुईवै छोरा बराबर हो त मलाई जहिले पनि दिए एक घाँस खान्छु म अन्त मेरो
पासचार तेज है मैले रुमो बोकेर बाल्यो बोकेर पाले पढाएँ यही सोचे तिमीले नि मेरो माग दिदीलाई घाँस हाल्ने बस त्यही छैन मैले जो सकेँ मैले गरेँ मैले कसैको लालच गरिनँ अब त्योको लालच मैले गरेँ मेरो जाने ठाउँ हाँसी पार्लो मेरो पास पैसा किन फुल दिन्छु है ठुलो मलाई कोही शक्ति दिए भगवान्